आइसकेको छ यो जाने बाटोमा हैन यहाँबाट ल आज मैले ब्रदरहरूलाई पनि यहाँ चमेरो गुफाको लागि चाहिँ अस्तिदेखि मलाई जानको लागि भन्नुभएको थियो। मैले आज लिएर आइदिएछु ब्रदरहरूलाई पनि। ल हामी चाहिँ यहाँ चमेरो गुफा आइसक्यो। यो चमेरो गुफाको लागि यहाँबाट चाहिँ जानको लागि जाने बाटो चाहिँ यो चाहिँ छिम्केश्वरी मन्दिर जाने बाटो चाहिँ यताबाट। यहाँ ब्रदरहरू आइसक्यो गोप्रो लिएर पुरै भिडियो सिडियो बनाउनको लागि पनि हाम्रो ऐतिहासिक चमेरो गुफाको लागि आइसक्नु भएको छ। जाऊँ अब। तर यो चमेरो गुफा ठ्याक्क जाने चाहिँ राम्रो बनाएर यहाँ चौतारा यो पहिलेदेखिको रहेछ नि त हो यो यहाँको त यहाँबाट तपाईँको त कति 200 मिटर छ कि तपाईँको धेरै छैन टाढा नि लुकेको ठाउँ भएर मात्रै रहेछ कि है हो नि यस्तो राम्रो छ ऐतिहासिक। सरसेवा अभियानहरू पनि भइरह प्लस अब चाहिँ यहाँ तपाईँको चाहिँ ठुलो एउटा विशाल चमेरो मूर्ति बनिदिएको कि मैले त्यहाँ प्रस्ताव राखेको छु। पुरै उताबाट हिजो चितवनबाट 2 जना ब्रदर आइसक्नु भयो आएर अनि गफसप भएर यहाँ मैले सबैलाई छलफल गरेर करिब सबै अब डिजाइनहरू सबै भइसक्यो। यो त लुकेको ठाउँ रहेछ नि त हो नि पहिलेदेखिको बाटो यस्तो दामी भइसक्यो रहेछ नि धेरै दिन पछि थाहा पायो नि त्यस्तो यहाँ तल पुरै पिच 80 टाको पिच पनि भएको छ नि कहाँनिर हो माथि यहीँ ढलनहरू भएको तल यहाँ त अलिकति तल यतातिर दामी भएको छ अहिले त र एकदम शान्त आनन्दको ठाउँ छ कि अझ पुरै अब व्यवस्थित हुँदैछ सुरुवात बिचको दाइ छ नि सफल दाइ मान्छेलाई त चमेरा भन्ने के हो भने पनि थाहा छैन कि अब यो चमेरा गुफालाई चाहिँ अलिकति विस्तारमा चाहिँ सुनाउन सकियो भने बुझाउन सकियो भने हजुर अब हाम्रो आउने पिँढीहरू हुन्छ नि बच्चाहरूले उनीहरूले चमेरा के हो भन्ने पनि बुझ्छ कि त्यो पनि तपाईँको यो त ऐतिहासिक गुफा पनि भयो होइन प्लस अब तामाखानीको पनि खुलासा रहेको छ। पहिला राजाहरूको पालामा चाहिँ पृथ्वीनाथ शाह पालामै तपाईँको तामाखानी रहेको भनेर प्रमाणित चाहिँ भयो तर उत्खनन गर्न सकेन होइन पहिला गरे पनि होला अब अहिले त अब त्यसको लागि त विज्ञहरू ल्याएर गर्नु पर्यो र अनि यसमा धेरै छ रहस्य अब लुकेको। अब यसको अब क्षेत्रफल कतिसम्म छ भने थाहा पनि छैन भित्र पुरै रूपमा जान सके होइन धेरै ठुलो छ नि त्यो त त्यही माथि हो यो माथि अब अलिकति ल हाम्रो ब्रदरहरू चाहिँ चमेरो गुफा हेर्नको लागि अस्तिदेखि आतुर हुनुहुन्थ्यो म हल्का बिजीसँगै अब कामको कारणले गर्दा आज आउनु पाएन आज ल्याइदिएछु मैले। कस्तो फिल भइरहेको थियो नि आफ्नै ठाउँको चमेरो गुफा हेर्न आउँदा होइन पहिला यहाँको अब कस्तो बनाएको छ कस्तो छ यथार्थ कुरा थाहा छैन जस्ट एक्साइटेड छौँ ए ल ठिक छ होइन हुनु पऱ्यो नि सबैजना ठिक छ कतिको रहेछ सब बढिया छ एउटा चमरा गुफा छै ओहो अब हाम्रो गोरखकाली टायर उद्योग पनि यहाँ देखिन्छ है छर्लङ्गे जुन चाहिँ एकदम नेपालको बलियो र भरपर्दो टायर अब चाँडै नै त्यो पनि खुल्ने अवस्थामा रहेको छ। यहाँ मर्सन्डी र नरदीको बिचमा रहेको ट्याक्क आबु खैरेनी होइन छिम्केश्वरी माई र मनकामना माईको बिचमा रहेको आबु खैरेनीको यो सुन्दर दृश्यसँगै आज फेरि ऐतिहासिक चमेरो गुफा फेरि पनि हामी त करिब लगातारै जस्तो भइरहेछ होइन अहिले चमेरो गुफा हेर्नुहुन्छ है। पृथ्वीनाथ पालामा चाहिँ ऐतिहासिक कुरा बुझ्दाखेरि होइन यहाँ चाहिँ बन्दुक भर्राहरू यहीँबाट बनाउँथ्यो भन्ने कुरा थियो किनभने यो गुफा त उस नि त भित्र त त्यो भएर भित्र धेरै रहस्य छ यसमा हामीलाई चाहिँ गर्व लाग्छ जस आफ्नो देशमा अनेकौँ सम्पदाहरू छ नेपाली सम्पदा तर खोज्न सके छैन छ अब बिस्तारै तिमी हामी सबैजना मैले खोज्ने हो नि जहाँ देखिन्छ त्यसको चाहिँ राम्रो संरक्षण र सदुपयोग हुनु पर्यो धेरै छ नि यहाँ फेरि धेरै देवी देवताको पनि बास छ भन्ने कुरा खुलासा आइसकेको छ होइन अझ शीतल आनन्द आउने कि यस्तो ठाउँ हेरिँदा त छुट्टै हेर्नु तपाईँको यस्तो मजाको सिँढी बनिरहेको यार ढुङ्गाल छाएको है मार्बल लगाउनुपर्छ त
अब यसलाई चाहिँ उतै त हो नि आइसक्यो नि उयो हो यही हो धेरै टाढा ल अब यो चौतारा भयो होइन अब यहाँ दुईवटा छ चौतारा अब यसलाई पनि व्यवस्थित हुन्छ चाँडै नै होइन तपाईँको तर यस्तो दामी छ कि यार जस अब यसमा हामीले के गर्न सकिन्छ त्यो चाहिँ हाम्रो तर्फबाट सम्पूर्ण काम कार्यहरू चाहिँ सुरुवात हुन्छ हजुरहरू पनि चमेरा गुफा हेर्न आउनु भएको क्या हो ल स्वागतम छ हजुरहरूलाई ए हो ए ल हामीलाई भन्दा पनि बढी लाज लाग्दो रहेछ हजुरहरूलाई ल आउनुपर्छ आफ्नो सम्पदा हेर्नको लागि हेर्नुभयो त ल तपाईँहरूको साथीभाइ सबै सर्कललाई भनिदिनु होला है ल हामी यहीँबाट हामी लगातार आइरहेको छौँ अब तपाईँको यसमा चाँडै नै ठुलो एउटा मूर्ति बन्दैछ चमेरोको र तपाईँको साथी सर्कलमा सबैलाई खबर गरिदिनु होला प्रकृतिसँग रमाउनु पाउँदाको छुट्टै मजा आउँछ नि है ल आइपुग्यो हाम्रो चमेरो गुफा ल चमेरो गुफा फेरि आइपुग्यो स्वागतम छ सबैजनालाई होइन ल यही हो हाम्रो ऐतिहासिक बोकेको चमेरो गुफा छ बाहिर निस्किहाल्छ सायद जस गुफा हेर्नको लागि चाहिँ आउने मान्छेहरूको आउने क्रम चाहिँ बढ्दै गएको छ त्यस खुसी लागेको छ ऊ छिरो छिरो गुफा इन्ट्री भयो ल ए यहाँ चाहिँ तपाईँको अस्ति पूजासुजा गर्दाखेरि चाहिँ होइन हाम्रो यहाँ माताहरूद्वारा पूजासुजा गर्दाखेरि यहाँ देवी देवताहरूको यहाँ जुन पहिल्यैदेखि रहेको उसहरू चाहिँ यहीँ तपाईँको कालीमाईहरूको त्यसपछि बाघको आकृति होइन गणेशको विष्णु भगवानको स्वरूप महादेवको रहेको कुरा बताउनु भएको थियो चमेरा कराउँदो रहेछ नि त होइन भित्र छ नि त तपाईँको मेन भने त अब भित्र हो कि त्यही भएर यो भित्रको लागि चाहिँ अझ पुरै विस्तृत रूपमा चाहिँ गरेर भित्रसम्म गर्ने हो गरेको चाहिँ यता बस्छ कि